साथीहरु म आज एआईबाट कसरी गाना बनाउने भन्ने विषयमा तपाईहरुलाई चाहिँ जानकारी दिन चाहन्छु। तपाईहरुले पनि एआईबाट गाना बनाउन सक्नुहुन्छ र एआईबाट गाना बनाउनु पूर्वक सबैभन्दा पहिला हामीलाई एउटा एप चाहिन्छ। त्यो एप चाहिँ हामीले प्ले स्टोर या आइफोन छ भने चाहिँ तपाईले एप स्टोर, एन्ड्रोइड छ भने प्ले स्टोरमा जान सक्नुहुन्छ। मेरो एन्ड्रोइड छ, म प्ले स्टोरमा गए। प्ले स्टोरमा गइसकेपछि यहाँ हामीले सर्च गर्नुपर्ने हुन्छ SONU सोनु एआई भन्ने छ। यो एआई मैले यहाँ चाहिँ अटोमेटिक पहिले नै डाउनलोड गरिसकेको छु। यसलाई ओपन गरिसकेपछि यो एप खुल्छ। खुलिसकेपछि साथीहरु यहाँ चाहिँ हामीलाई अर्को चाहिँ चाहिन्छ च्याटजीपीटी। अब च्याटजीपीटी मा जानको लागि तपाईसँग च्याटजीपीटी डाउनलोड गरेको हुनुपर्छ। मैले पहिले नै डाउनलोड गरेको छु र च्याटजीपीटी मा जाने यहाँ चाहिँ आफुलाई मन लागेको एउटा गाना चाहिँ सर्च गर्ने। रोमनबाट सर्च गरे पनि हुन्छ। मैले चाहिँ एउटा देश ती SONG सङ नेश भक्ति SONG सङ लामो तरिखाको नाउनु भनेर पठाएँ। अब यो पठाइसकेपछि हेर्नुहोस् यहाँ धेरै गीतहरु आइसकेको छ। मैले एउटा यो पनि प्याराग्राफलाई चट्ट सिलेक्ट गर्दै त्यसपछि कपी गर्नुहोस् साथीहरु। त्यसपछि तपाई त्यो एपमा जानुहोस्, क्लिक गर्नुहोस्। गरिसकेपछि यहाँनिर तपाईले लेखेको ठाउँमा चाहिँ के गर्नुहोस् त यहाँ पेस्ट गरिदिनुहोस् र क्रिएटमा टक्क टिक लाउनुहोस्। ल हेर्नुहोस् है, थोरै टाइम लाग्छ साथीहरु। अनि त्यसपछि यसले गीत बनाएर दिन्छ साथीहरु। थोरै 2 मिनेट पर्खौँ न। ल हेर्नुहोस् हामीसँग गीत रेडी भएर धेरै गीतहरु आइसकेको छ। अब यो गीतलाई हामी सुन्न सक्छौं।